नमस्ते। आज हाम्रो क्याटो नम्बर 38 दुईजना मान्छेहरू कुरा गरिरहेछ। के खाँचुदो भयो त हानासु खाँचुदो है। हामी आज खाइवा कन्भर्सेसन प्र्याक्टिस गर्छौँ। चार नम्बर वतासिवा निचियोबिगा इदेस। यो के भनेको हामी फेरि पढ्छौँ। क्यान्डो पढेरौँ। नित्य हो कि मेरो तामेनी चुगो ओ थाजुने आओ कोतोगा देखिरु। कार्यतालिका होइन, हाम्रो स्केड्युलहरू बारे निर्णय गर्ने बेला तपाईँले आफ्नो अनुकूलताबारे प्रश्नहरू सोध्न र उत्तर दिन सक्नुहुन्छ। जस्तै साथीहरू भेटघाट गर्ने बेलामा कहिले मिल्छ त, साथीको चाहिँ कहिले मिल्छ, स्केड्युल कहिले मिल्छ, कुन बार मिल्छ, कुन टाइम मिल्छ होइन नि, आफ्नो कुन टाइम मिल्छ भनेर सोध्न अनि एन्सर दिन सक्नुहुन्छ। यो चाहिँ आज हाम्रो क्यान्डो नम्बर 38। कोतोबा नजुन्बी भोक्याबुलेरीहरू अहिले हेरौँ। योबी योबी भनेको चाहिँ बार, डेज भयो है। आइतबार, सोमबार, मङ्गलबार भने जस्तै योबी भनेको बार भयो। नाइयोबी देशका, नानी भनेको के भयो त, क्वेसन सोधेको भयो। नाइयोबी देशका भनेर सोधेको चाहिँ कुन बार हो भनेर सोधेको भयो। अब यता पिक्चर छ है, गोगाछु ह्यो मिनागारा किकेमा छौँ। यो पिक्चर हेरेर हामी यो जुन यो पिक्चर होइन कि यो टेबल हेरेर हामी यो अडियो सुन्छौँ। 曜日 A、月曜日、B、火曜日、C、水曜日、D、木曜日、E、金曜日、F、土曜日、G、日曜日、जापानको क्यालेन्डर चाहिँ सन्डे मन्डेबाट स्टार्ट हुन्छ। शनिबार आइतबार चाहिँ बिदा हुन्छ होइन। दोयोबी निचियोबी, दोयोबी भनेको स्याटरडे, निचियोबी भनेको चाहिँ सन्डे। स्याटरडे र सन्डे चाहिँ बिदा हुन्छ। अनि गेत्सुयोबी है, मन्डेबाट चाहिँ स्टार्ट हुन्छ। मन्डेबाट गेत्सुयोबीबाट स्टार्ट हुन्छ। मन्डे, ट्युजडे, वेन्सडे भयो। अब यो सेम अडियो प्ले गर्छु। उसले भनेपछि हामी रिपिट गरौँ, उसले जे भन्छ त्यही रिपिट गरौँ। गेचियोबीबाट स्टार्ट हुन्छ। उसले भनेपछि गेचियोबी भनेर हामी रिपिट गरौँ है, प्रोनाउन्सिएसनको प्र्याक्टिसको लागि। 曜日 A、月曜日、B、火曜日、C、水曜日、D、木曜日、E、金曜日、F、土曜日、G、日曜日、अब 3 नम्बर खिते अडियो खितेन, यो अडियो चाहिँ सुनेर एदेखि जीबाट यो गेचियोबी, खायोबी, सुयोबी के भनेको हो त अडियोमा, त्यो हामी पिकअप गर्छौँ। 1、何曜日ですか月曜日です。गेचियोबी देश होइन, यो भनेको छ। 2、何曜日ですか水曜日です。सुयोबी है, सुयोबी भनेको छ। 3、何曜日ですか土曜日です。4、何曜日ですか金曜日です。5、何曜日ですか火曜日です。6、何曜日ですか日曜日です。7、何曜日ですか木曜日です。 ठिक छ है। अब खान्जी, खान्जी हामी हेरेर यो गेच्छु भनेको चाहिँ के थियो, हाम्रो मन्डे थियो है। गेच्चुको खान्जी हो, यो चाहिँ मन्डेको खान्जी। यो मुनको पनि खान्जी हो। हाम्रो चन्द्रमा छ नि, चन्द्रमाको पनि खान्जी भयो। खा खा भनेको खायोपी भनेको चाहिँ मङ्गलबार। यो फायरको पनि खान्जी हो है, फायरको खान्जी खा।
सुई सुईको खान्जी यस्तो हुन्छ, यो चाहिँ पानीको खान्जी हो, सुइयोबी। मक मक भनेको चाहिँ यो उडको खान्जी हो है, उडको खान्जी हो। अनि थ्री रुखको पनि खान्जी हो, मकुयोबी। खि खि किन भनेको चाहिँ खियोबी, यो गोल्डको खान्जी हो, यो फ्राइडे हो, खियोबी है। दो दो भनेको चाहिँ चुची, चुची भनेको मड, हाम्रो ग्राउन्डको खान्जी हो, यो स्याटरडेको खान्जी। निची निची भनेको चाहिँ डेको खान्जी, सनको खान्जी होइन, सूर्यको खान्जी भयो, यो निचियोबी। समथिङ समथिङ योबी, यो खान्जी भनेको चाहिँ योबी, बारको खान्जी भयो। गेचुयोबी, खायोबी, सुयोबी हुने भयो है। अब यो अन्डरलाइन भएको यो जुन खान्जी छ नि, दे चाहिँ अलिकति केयर गरेर पढिएर। एक नम्बरमा के छ, सिगोतो, सिगोतो वा यो के को खान्जी भयो त, गेच्चु होइन, गेच्चु योबी, योबिका र खियोबी मादे देस। काम चाहिँ गेच्चु योबिका र खियोबी मादे, हाम्रो कारा मादे पहिलाको क्यान्टोमा हामीले पढेको थियौँ है, कारा भनेको स्टार्ट गर्ने, मादे भनेको सम्म होइन। काम सिगोतो चाहिँ गेच्चु योबिका र खियोबी मादे देस, यो मन्डेबाट फ्राइडेसम्म हो नि। दुई नम्बर हेरौँ, दोयोबी तो निचियोबी वा यासुमी देस। तो भनेको के हो त, एन्ड र हो नि होइन, शनिबार र आइतबार चाहिँ यासुमी देस, बिदा हो। अनि दुईजना कुरा गरिरहेछ है, इचुगाई देस का, स्केड्युल अब कोही अब कहीँ जानु पर्यो भने के क्वेसन सोधिरहेछ होइन, कहिले चाहिँ भ्याउँछ त तपाईँको भनेर सोधिरहेछ, कहिले चाहिँ हुन्छ, कहिले चाहिँ ओके हो भनेर सोधेको छ। इचुगा इदेस का, अनि बीले के भनेर एन्सर दिन्छ, सुयोबीगा इदेस, सुयोबी वेन्सडे चाहिँ ठिक छ मलाई। चार नम्बर हेरौँ, खायोबी तो मोकयोबी वा धामे देस। धामे भनेको के त, नो हुँदैन मिल्दैन भनेर भनेको भए है। खायोबी ट्युजडे र मोकुयोबी थर्सडे चाहिँ दामे देस। अब यो हाम्रो प्र्याक्टिसको लागि यो अन्डरलाइन गरेको जुन त्यो डेजहरू छ नि, एकचोटि हामी टाइप प्र्याक्टिस गरिहेरौँ। आफ्नो कम्प्युटरमा ओर मोबाइलबाट टाइप प्र्याक्टिस गर्नुभएको हुन्छ। अब मान्छेहरूको स्केड्युल सोध्ने बेलामा कतै घुम्न जाने ठाउँहरू हुन्छ नि, साथीहरूसँग जाने ठाउँहरू भनौँ न, साथीहरूसँग फ्यामिलीसँग जाने ठाउँहरू भयो जापानमा धेरै छ। कोएपुर, यो चाहिँ सार्वजनिक स्विमिङ पुलहरू। जापानमा लगभग जुलाई र अगस्ततिरको बेलामा बाहिरको पुल होइन, आउटडोर पुलहरूमा चाहिँ धेरै प्रयोग गरिन्छ। यो अवधिमा स्थानीय सरकारद्वारा सञ्चालित सार्वजनिक स्विमिङ पुलहरू खुल्ला गरिन्छ। सार्वजनिक स्विमिङ पुलहरू सामान्यतया केही केही 100 येन वा शुल्क तिरेर प्रयोग गर्न सकिन्छ, अलिक सस्तो हुन्छ अरू ठाउँमा भन्दा। केही सहर अथवा वार्डहरूमा त्यस ठाउँमा बसोबास अथवा काम गर्ने मान्छेहरूले मात्र सार्वजनिक स्विमिङ पुल प्रयोग गर्न सक्छन्, तर सबैको लागि खुल्ला गरिने सार्वजनिक स्विमिङ पुलहरू पनि हुन्छन्। प्रत्येक पुल खुल्ला गरिने समय तोकिएको हुन्छ, त्यसैले यदि तपाईँ पौडी खेल्न जान चाहनुहुन्छ भने जानुभन्दा अगाडि इन्टरनेटमा जानकारी हेर्नुहोस्। प्रत्येक पुलमा फरक नियमहरू हुने हुनाले ध्यान दिनुहोस्। उदाहरणको लागि केही पुलहरूमा अनिवार्य रूपमा स्विमिङ क्याप लगाउनु पर्ने हुन्छ, केही पुलहरूमा सनस्क्रिन अथवा सन ओइलको प्रयोग पनि निषेध गरिएको हुन्छ। कुनै कुनै स्विमिङ पुलमा चाहिँ क्याप लगाउनै पर्ने हुन्छ, अनि सनस्क्रिन यस्तोहरू चाहिँ प्रोहिबिटेड स्विमिङ पुलहरू पनि हुन्छ है। एगाओ मिरो, यो चाहिँ मुभी हेर्न जाने भयो, फिल्म हेर्न जाने होइन। विगत केही वर्ष यता मान्छेहरूले सिनेमा घरमा चलचित्र हेर्ने तरिकामा ठुलो अन्तर आएको छ। पहिले सिनेमा कम्पनीले कुन चलचित्र देखाउने भनेर निर्णय गर्थे, त्यसपछि ती कम्पनीहरूले त्यो चलचित्र निर्धारित अवधिको लागि एक दिनमा केही पटक देखाउँथे। मान्छेहरूले आफूले हेर्न चाहेको चलचित्र देखाउने सिनेमा घर छनौट गर्थे र त्यसपछि आफू अनुकूल समयमा हेर्न जान्थे। तिनीहरू आफूले आफूले जहाँ चाहियो त्यही ठाउँमा बस्न सक्थे। अहिले धेरै जसो जापानको सिनेमा घर सिनेकोन, सिनेमा कम्प्लेक्सको रूपमा परिणत भएका छन्। सिनेमा भने छन् होइन, यो अलिकति के भयो, सिनेमा कम्प्लेक्स भनेको बहुसंख्यक कोठा स्क्रिनहरू भएको सुविधा हो। बहुसंख्यक कोठा स्क्रिनहरूमा विभिन्न चलचित्रहरू देखाइन्छ। यो ज्यादै जटिल पनि हुन सक्छ। उदाहरणको लागि
एउटा लोकप्रिय चलचित्र एकभन्दा बढी स्क्रिनहरूमा धेरै पटक देखाउन सकिन्छ। अर्कोतिर लामो समय अगाडि रिलिज भएको चलचित्र एक दिनमा एक पटक मात्र देखाउन पनि सकिन्छ। मान्छेहरू तोकिएको सिटमा बस्नुपर्ने हुन्छ। धेरै सिनेमा कम्प्लेक्सहरू डिपार्टमेन्ट स्टोर अथवा सपिङ मलभित्र हुने गर्छन्। वयस्कलाई अडल्टहरूलाई चाहिँ एउटा चलचित्र हेर्न लगभग 1800देखि 1900 ऐन लाग्छ। यो चाहिँ अब 2020तिरको मूल्य भयो। 3D चलचित्र अथवा आइम्याक्स हेर्न अझ बढी पैसा लाग्छ। फिल्म डे अथवा लेडिज डे जस्ता दिनहरूमा मूल्यमा छुट दिइने हुनाले जानुभन्दा अगाडि चेक गर्दा राम्रो हुन्छ। यदि तपाईँ सिनेमाघरको सदस्य मेम्बर बन्नुभयो भने केही पटक गएपछि तपाईँले निशुल्क टिकट पाउन पनि सक्नुहुन्छ। तल चलचित्र हेर्न गएको दिन कसरी टिकट किन्ने र सिनेमा कम्प्लेक्समा चलचित्र हेर्ने भन्ने कुराको जानकारी लेखिएको छ नि। अब यो एगा खान भनेको चाहिँ सिनेमाघर है। नो रियो नो सिकाता सिनेमाघरमा चलचित्र फिल्म हेर्ने तरिका भयो। जानुभन्दा अगाडि इन्टरनेटमा तपाईँले हेर्न चाहेको चलचित्र कुन सिनेमाघरमा चलेको छ र त्यसको स्क्रिनिङ समय निश्चय गर्नुहोस्। त्यो कन्फर्म गर्नु पर्यो टाइम होइन। कहिलेकाहीँ एकै चलचित्र भए तापनि सबटाइटल भर्जन, डब्ड भर्जन, 3D भर्जन, 2D भर्जन आदि विभिन्न भर्जनहरू हुने हुनाले निश्चय गर्दा ध्यान दिनुहोस्। चलचित्र हेर्न गएको दिन टिकट बुथमा लाइन बस्नुहोस्। लोकप्रिय चलचित्र भएमा जति सक्दो चाँडो टिकट किन्दा राम्रो हुन्छ। 3 नम्बर, तपाईँले हेर्न चाहेको चलचित्र र स्क्रिनिङ समय भनेर टिकट किन्नुहोस्। यो बेला तपाईँले आफ्नो सिट पनि रोज्न सक्नुहुन्छ। 4 नम्बर, लबीमा पर्खनुहोस्। भित्र पस्ने समय भएपछि तपाईँले अनाउन्स सुन्नुहुनेछ, त्यसपछि तपाईँ भित्र पस्न सक्नुहुन्छ। 5, तोकिएको कोठा स्क्रिनमा जानुहोस् र तोकिएको सिटमा बस्नुहोस्। 6, चलचित्र हेर्नुहोस्। चलचित्र सुरु हुनुभन्दा अगाडि प्राय जसो लगभग 15 मिनट जति विज्ञापन र ट्रेलरहरू देखाइन्छ। सबभन्दा फर्स्टमा चाहिँ एडभर्टाइजमेन्टहरू हुने भयो है। 7 नम्बर, चलचित्र सिद्धिएपछि सिनेमा घरबाट निस्किनुहोस्। जापानमा प्राय मान्छेहरू कथा सिद्धिएपछि पनि सिटमा बसिरहन्छन्। तिनीहरू चलचित्रमा संलग्न मान्छेहरूको नाम देखाउन सिद्धिएर बत्ती बलेपछि त्यहाँबाट निस्किन्छन्। अग्रिम रूपमा अनलाइनबाट टिकट रिजर्भ गर्दा सजिलो हुन्छ, तर यसरी टिकट रिजर्भ गर्नको लागि क्रेडिट कार्ड चाहिन्छ। अब यो चाहिँ सिनेमा हेर्ने तरिका भयो। खाइबा हो कि मासु। अब कन्भर्सेसन सुनौ। तोमोदाची तो राइस्यु साथीसँग नेक्स्ट विक होइन। इस्यो नि देखाकेरु हियो सौदान सितेमास। सँगै कतै घुम्न जाने कतै जाने प्लान बनाइरहेछ। यो चाहिँ अब 1 देखि 3 अडियो क्लिपहरू छ। यो पुरु पुरु भनेको पुल भयो, गुहाङ भनेको कतै खाना खान जाने, अनि एगा भनेको चाहिँ मुभी हेर्न जाने होइन। यो चाहिँ कुन बार जाने हो त उनीहरू, यो कन्भर्सेसन हेरेर हामीले पत्ता लगाउँछौँ। पुल, दुईजना कुरा गरिरहेछ, पुलमा जाने कुरा गरिरहेछ। यो पुल चाहिँ कुन योबी होइन, गेच्योबी, खायोबी, सुयोबी, कुन योबीमा जाने हो त, कुन चाहिँ बारमा जाने हो त उनीहरू, त्यो पत्ता लगाउनु। 1、アルチョムさん、プール、いつ行きますか？私は日曜日がいいです。リアムさんは？私も大丈夫です。じゃあ、日曜日にしましょう。कुन योबी ना योबी देशका, उनीहरूले निचियोबी भनेको छ है। निचियोबीका यी देश, निचियोबी नि सिमास्यो भनेको छ नि होइन, निचियोबी भयो। गोहा, खाना खान जाने कुन दिनमा गर्छ, ना योबी देशका। 2、ムナさん、ご飯、いつがいいですか？私は火曜日がいいです。サイードさんは？すみません。火曜日はちょっと。私は水曜日がいいです。水曜日。大丈夫です。じゃあ、水曜日にしましょ कुन योबीको कुरा आएको छ त, सबभन्दा फर्स्टमा खायोबी भनेको छ। अनि खायोबी एकजनाले भन्यो, अर्कोले के भन्यो, सुइमासेन भनेर भनेको छ नि होइन, त्यही भएर खायोबी चाहिँ जान मिलेन उसको है। अनि त्यसपछि सुयोबी, सुयोबीको कुरा आउँछ। अनि अर्कोले दाइजोब ओके भनेको छ होइन, त्यही भएर कुन बार जाने भयो त उनीहरू, सुयोबी। अब एगा,
फिल्म कुन बार हेर्न जाने हो त्यो पत्ता लगाउँछौँ। 3、みやさん、映画、いつがいいですか？私は土曜日がいいです。ムンさんは？すみません。土曜日はちょっと、私は日曜日がいいです。ああ、私は日曜日はダメです。すみません。じゃあ、金曜日の夜は？金曜日、大丈夫です。じゃあ、金曜日にしましょう。अरू अरू विभिन्न यो उबीको कुरा आएको छ सबैमा सुमिमासेन दामे भन्ने खालको वर्डहरू आएको छ नि होइन त्यही भएर अरू अरू यो बी चाहिँ दामे भयो सुइमासेन नहुने भयो अनि लास्टमा कियोबीको कुरा आउँदाखेरि चाहिँ दाइजोबु भनेको छ है त्यही भएर कुन योबी जाने भयो त उनीहरू कियो अब म इछि त के केमा छौ फेरि एकचोटि सुनिएर है सोरेजोरे नो हितोगा चुगौनो इ हिनी वा मारु हो चुगौनो वारु हिनी वा बाचो खाकेमा छौ फेरि एकचोटि सुनिहेर्छौँ है अडियो यो मान्छेहरूको यो दुईजना मान्छेहरू कुरा गर्दाखेरि चाहिँ यो कुन चाहिँ योबीमा उनीहरूले ओके भनेको छ त्यसमा चाहिँ मारु गर्ने कुन चाहिँ योबी दामे होइन हुँदैन मिल्दैन भनेर भनेको छ त्यसमा चाहिँ बाचो क्रस गर्ने 1、アルチョムさん、プール、いつ行きますか？私は日曜日がいいです。リアムさんは？私も大丈夫です。じゃあ、日曜日にしましょう。सबभन्दा फर्स्टमा आरु चोमुसानले चाहिँ निचियोबीगा हिँड्दैछ निचियोबी है निचियोबी ओके भनेको छ अनि रिया मुसानले पनि के भनेको छ त वातासी मो नो दाइजोबु देश भन्ने खालको कुरा गरेको छ त्यही भएर दुवैजना निचियोबी चाहिँ ओके ओके भयो अब मुनासान र साइदोसान दुईजना कुरा गरिरहेको छ मुनासान कुन बार ओके हो कुन बार दामे हो अनि साइदोसानको स्केड्युल पनि मारु बाचु गरौँ है यो योबीहरूमा 2、ムナさん、ご飯、いつがいいですか？私は火曜日がいいです。サイードさんは？すみません。火曜日はちょっと。मुनासानले के भनेको छ त खायोबीगा इदेस ओके भनेको छ है अनि साइदोसानले सुमिमासेन खायोबीवा चोत्तो भनेर भनेको छ नि होइन त्यही भएर खायोबी चाहिँ हुँदैन भनेर भनेको होला उसले 私は水曜日がいいです。水曜日。大丈夫です。じゃあ、水曜日にしましょ मुनासानले खायोबी ओके भन्यो साइदोसानले हुँदैन भन्यो खायोबी अनि साइदोसानले चाहिँ सुइयोबी ओके भन्छ अनि मुनासानले पनि सुइयोबी ओके भन्छ अब 3 नम्बरको सुनिएर 3、みやさん、映画、いつがいいですか？私は土曜日がいいです。ムンさんは？すみません。土曜日はちょっと、नियासान के भन्छ दोयोबी ओके भन्छ अनि नुनसानले चाहिँ सुमिमासेन दोयोबी वा चोत्तो भनेको सायद मिल्दैन भनेको भयो 私は日曜日がいいです。ああ、私は日曜日はダメです。すみません。नुनसानले के भन्छ वतासिवा निचियोबी ओके भन्छ अनि नियासानले निचियोबी वा दामेदेस भन्छ है じゃあ、金曜日の夜は？金曜日、大丈夫です。じゃあ、金曜日にしましょう。अनि कियोबी न योरु भनेर सोध्छ ओके गर्छ नियासानले है अनि नुनसानले पनि ओके गर्छ यो सबै यो सबै अलिकति कन्फ्युजिङ पनि भएको भएर यो सबै कन्भर्सेसन फेरि एकचोटि सुनिएर है त सबै 1、う。アルチョムさん、プール、いつ行きますか？私は日曜日がいいです。リアムさんは？私も大丈夫です。じゃあ、日曜日にしましょう。2 नम्बरको सुनिएर 2、ムナさん、ご飯、いつがいいですか？私は
火曜日がいいです。サイードさんは？すみません。火曜日はちょっと。私は水曜日がいいです。水曜日。大丈夫です。じゃあ、水曜日にしましょ 3 नम्बरको प्ले गर्छु। 3、ミヤさん、映画、いつがいいですか？私は土曜日がいいです。ムーさんは？すみません。土曜日はちょっと、私は日曜日がいいです。ああ、私は日曜日はダメです。すみません。じゃあ、金曜日の夜は？金曜日、大丈夫です。じゃあ、金曜日にしましょう。यस्तो भयो है। अब यहाँ आएको भोक्याबुलरीहरू वर्डहरू हामी चेक गरिहेर्छौँ। इच्छु, इच्छु गा इदेस्का भनेर सोध्छन् होइन। इच्छु भनेर भनेको चाहिँ कहिले, वेन भनेर सोधेको भयो। इकिमास, इकिमास भनेको इगो भनेको रुट फर्म भयो, जान्छु भनेर भनेको भयो। दामे, दामे भनेको चाहिँ मिल्दैन होइन, नो, अलिकति मेरो स्केड्युल मिल्दैन भनेको भयो। समथिङ समथिङ नि सिमासो भनेको चाहिँ अब नि चियोबी नि सिमासो भनेको सन्डेमा सन्डे गरौँ। गेचियोबी नि सिमासो भन्यो भने चाहिँ अ, यो के भन्छ मन्डे गरौँ भनेर भनेको भए है। अब फेरि एकचोटि यो भोक्याबुलेरी थाहा भयो, फेरि एकचोटि कन्भर्सेसन सुनिएर। 1、う。アルチョムさん、プール、いつ行きますか？うーん、私は日曜日がいいです。リアムさんは？私も大丈夫です。じゃあ、日曜日にしましょう。अर्को कन्भर्सेसन सुनौँ है। 3、ミヤさん、映画、いつがいいですか？私は土曜日がいいです。ムーさんは？すみません。土曜日はちょっと、私は日曜日がいいです。ああ、私は日曜日はダメです。すみません。じゃあ、金曜日の夜は？金曜日、大丈夫です。じゃあ、金曜日にしましょう。है लास्टमा ज्या केयोबी निसिमासो भन्छ नि, समथिङ समथिङ निसिमासो, त्यो दिनमा चाहिँ गरम है भनेर कुरा गर्ने भयो। अब खाता चिनी चुमको सेन्टेन्सको बनावट हेरौँ। ओन्से ओ किते खासेनी कोतोबाओ खाकिमासो होइन। यो कन्भर्सेसन सुनौँ अनि यसमा मिक्स भएको वर्डहरू हामी लेखौँ है त। いつがいいですか？私は土曜日がいいです。ヌンさんは？すみません。土曜日はちょっと。私は日曜日がいいです。私は日曜日はダメです。すみません。ए है, एले के भन्छ इत्सुगा इ देस्का भनेर सोध्छ नि। इचो भनेको के हो त, कहिले, कहिले चाहिँ ठिक छ त भनेर सोधेको भए। बीले के भन्छ वतासिवा दोयोबिगा इ देस होइन, म चाहिँ स्याटरडे चाहिँ मलाई ठिक छ। नुन चानवा भनेर सोध्छु अनि नुन चानले के भन्छ सुइमासेन दोयोबिवा छोतो गर्छ नि होइन, सरी, सुइमासेनको सरी सरी, यो स्याटरडे चाहिँ अलिकति मिल्दैन भनेर भनेको भयो। अनि वातासिवा निचियोबिगा के भन्छ इ देस, वातासिवा मलाई चाहिँ यो सन्डे सन्डे चाहिँ ठिक छ। अनि बीले फेरि के भन्छ वातासिवा निचियोबिवा धामे देस सुइमासेन भनेर भन्छ है। निचियोबी चाहिँ मेरो मिल्दैन भनेर भन्छ फेरि। अब यसमा अब आफ्नो मिल्ने टाइम होइन, स्केड्युल ओके भएको टाइम एन्सर दिँदाखेरि कसरी भनेको छ, अनि आफ्नो स्केड्युल नमिलेको बेला चाहिँ कसरी एन्सर दिइरहेको छ त, त्यो हामी हेरिहेर्छौँ। आफ्नो मिल्ने बेलामा चाहिँ वातासिवा दोयोबिगा इदेस, समथिङ समथिङगा इदेस, त्यो अब के भन्छ त्यो दिन होइन, दिन राख्ने ओर टाइम राख्ने अनि गाइदेस
भन्यो भने चाहिँ आफूलाई आफ्नो अनुकूल समय भनेको भयो। अनि आफूलाई नमिलेको, होइन, अनुकूल नभएको बेलामा भन्दाखेरि चाहिँ समथिङ समथिङ वा चोत्तो गरेको छ है। अब यो हामी हेरेरौँ है। यो अभिव्यक्ति सम्बन्धित व्यक्तिको बारेमा प्रश्न सोध्न अथवा उत्तर दिनको लागि प्रयोग गरिन्छ, होइन। यी देश भनेको चाहिँ ओके देश हुन्छ भनेको भइले त्यो अनुकूल भएको कुरा जनाउँछ। दोयोबिगा अथवा रोकुजिगा मा जसरी बार मिति वा अथवा समयमा अव्यय गा राखेर भन्नुपर्ने हुन्छ। समथिङ समथिङ दोयोबिगा यी देश, रोकुजिगा यी देश, 6 बजे ओके हो भने चाहिँ रोकुजिगा यी देश। अनुकूल मिति अथवा समय सोध्नको लागि इचु र नान्जी प्रयोग गरिन्छ। इचुगा यी देशका, नान्जीगा यी देशका भनेर क्वेसन सोद्धा भयो। कुनै कुरा आफूलाई अनुकूल नहुने अवस्थामा भने समथिङ समथिङ वा दामे देश, होइन, दोयोबी वा दामे देश ओर रकुजी वा दामे देश भनेर भन्दा भयो। अब कन्भर्सेसन, यो इक्जाम्पल हेरेर है। गोहाङ इचुगाई देशका, यो खाना खान जाने चाहिँ, होइन, यस्तो अब रेस्टुरेन्टमा खाना खान जाने, बाहिर खाना खान जाने चाहिँ इचुगाई देशका कहिले चाहिँ ओके हो त भनेर सोध्यो। बीले के भन्छ, दोयोबिगा यी देश, स्याटरडे चाहिँ ठिक छ मलाई। अनि एले नान्जीगा यी देशका ऊ समथिङ समथिङ गा यी देशका, नान्जीगा यी देशका भनेर सोध्यो, होइन। रोकुजीमा कति बजे चाहिँ ठिक छ त, 6 बजे ठिक छ भनेर सोध्यो। अनि सुइमासेन रोकुजीवा छोतो, सरी, यो 6 बजे चाहिँ मेरो अलिकति मिल्दैन भनेर भने है। अनि एले चाहिँ जा सिचिजीवा, त्यसो भए 7 बजे नि भनेर सोध्यो। अनि बीले चाहिँ दाइजोबु देस, होइन, ठिक छ भनेर एन्सर दिन्छ है। अब यसरी यो सेन्टेन्सको बनावटलाई अलिकति केयर गरेर कन्भर्सेसन फेरि एकचोटि सुनेर। 1、アルチョムさん、プール、いつ行きますか？私は日曜日がいいです。リアムさんは？私も大丈夫です。じゃあ、日曜日にしましょう。अर्को कन्भर्सेसन सुनेर है। 3、ミヤさん、映画、いつがいいですか？私は土曜日がいいです。ムーンさんは？すみません。土曜日はちょっと、私は日曜日がいいです。ああ、私は日曜日はダメです。すみません。じゃあ、金曜日の夜は？金曜日、大丈夫です。じゃあ、金曜日にしましょう。 अलि बढी बुझ्नुभयो होला है पहिलाभन्दा। अब स्केड्युल हो सौदान सो। अब हाम्रो स्केड्युलहरू चाहिँ कन्फर्म गरिएर, यो चाहिँ अब खाइबा है, इक्जाम्पल हाम्रो प्र्याक्टिस गर्ने कन्भर्सेसन भयो। एकजनाले के भनेर सोध्छ, एकैचोटि यो हेर्दै सुनौँ है त अडियो। 映画、いつがいいですか？私は土曜日がいいです。私も大丈夫です。じゃあ、土曜日にしましょう。अब सेकेन्ड, 映画、いつがいいですか？私は土曜日がいいです。すみません。土曜日はちょっと。私は日曜日がいいです。日曜日、大丈夫です。じゃあ、日曜日にしましょ अब लास्ट वान। う。映画、いつがいいですか？私は土曜日がいいです。すみません。土曜日はちょっと。私は日曜日がいいです。日曜日はダメです。すみません。じゃあ、金曜日の夜は？大丈夫です。じゃあ、金曜日にしましょ यो बुझ्नुभयो नि है। अब इत्सुगाई देशका भनेर सोधेको चाहिँ कहिले चाहिँ त्यो ठिक छ भनेर सोधेको भयो। समथिङ समथिङ यो डे, होइन, दोयोबी कुनै एउटा डे राखेर गाई देश। अनि त्यो राखेको अब दोयोबी ओके हो भने अतासिमो दाइजोबे देश भयो। होइन, त्यो आफूलाई अनुकूल छैन भनेदेखि चाहिँ सुमिमा सेन दोयोबी वा चोत्तो
भने पनि भयो, दोयोबी वा दामे देश भनेर भन्दा पनि भयो है। यसरी चाहिँ दुईजनाको होइन आफू आफ्नो साथीहरूसँग ओर कसैसँग स्केड्युल यसरी कन्फर्म गर्ने तरिका भयो। अनि लास्टमा चाहिँ कुन दिनमा कन्फर्म भयो त्यो दिन राखेर निसिमासो ज नित्योबी निसिमासो ज कियोबी निसिमासो भन्ने एउटा कन्भर्सेसन प्याटर्न हुने भयो। अब 2 नम्बरमा स्याडोइङ्गु सिमासो। स्याडोइङ्गु भनेको चाहिँ प्ले हुन्छ होइन, त्यो अडियोमा जे भनेको छ त्यसलाई स्याडो गर्दै जाने, रिपिट गर्ने होइन कि उसले भन्ने बित्तिकै छाया जस्तै स्याडो जस्तै होइन, उसले भन्ने बित्तिकै टिपिहाल्ने भन्ने। म एउटा ट्राई गरी हेर्छु, म एउटा ट्राई गरी देखाउँछु सेम तरिकाले, अनि तपाईँहरूले पनि गर्नु होला। 映画、映画いつがいいいつがいいですか？ですか？私は私は土曜土日が曜日がいいです。いいです。私も私大も大丈丈夫です。夫です。じゃあ、じゃあ、土曜日土に曜日にししましょう。ましょう。यसरी उसले भन्ने बित्तिकै स्याडो गरिहाल्ने। फर्स्ट फर्स्ट अडियो म प्ले गर्छु, स्याडोइङ गर्नु होला। 映画、いつがいいですか？私は土曜日がいいです。私も大丈夫です。じゃあ、土曜日にしましょう。अर्को नेक्स्ट। 映画、いつがいいですか？私は土曜日がいいです。すみません。土曜日はちょっと。私は日曜日がいいです。日曜日、大丈夫です。じゃあ、日曜日にしましょ लास्ट वान है। う。映画、いつがいいですか？私は土曜日がいいです。すみません。土曜日はちょっと。私は日曜日がいいです。日曜日はダメです。すみません。じゃあ、金曜日の夜は？大丈夫です。じゃあ、金曜日にしましょ यस्तो है। अब 3 नम्बर हेरौँ। योबियो हिरेकाएते रेन्सु सिमासो। यो जुन दोयोबी निच्योबी यताउता छ नि, यो व्हाइट कलर भएको, अब एगा व्हाइट कलर, यस्तो व्हाइट कलर यो ब्याकग्राउन्डमा मार्किङ भएको ठाउँमा चाहिँ अरू कुनै वर्डहरू होइन, अरू कुनै बारहरू, अरू कुनै भोक्याबुलरीहरू राखेर हामी साथीसँग प्र्याक्टिस गरौँ। जस्तै एगा, एगाको सट्टामा पुल, स्विमिङ पुल होइन भने पनि भयो, जे भने पनि भयो है। गुहाङ भने पनि भयो। पिकनिक, पिकनिक हो भने चाहिँ पिकनिक इचुगाई देस्का भनेर सोद्धा पनि भयो। अनि यसमा यो व्हाइट कलरमा चाहिँ अर्को डिफ्रेन्ट वर्डहरू राखेर साथीसँग यो कन्भर्सेसन प्र्याक्टिस गर्नु होला। ओर आफैले क्याजुअल, एकदम क्याजुअल टपिकबाट कन्भर्सेसन प्र्याक्टिस गर्दा हुन्छ। अब हाम्रो क्यान डु हामीले गर्न सक्ने कुराहरूको क्यान डु चेक। आजको हाम्रो क्यान्डो नम्बर 38 वातासिवा निचियोपीका इदेस होइन। कार्यतालिकाबारे निर्णय गर्ने बेला तपाईँले आफ्नो अनुकूलताबारे प्रश्नहरू सोध्न र उत्तर दिन सक्नुहुन्छ। हामीले अघि कन्भर्सेसन प्र्याक्टिस गऱ्यौँ नि होइन। यो अब मलाई अलिकति गाह्रो लाग्यो भन्नुहुन्छ भने एउटा स्टार, मैले देखेँ मास्ता मैले गर्न सकेँ भन्नुहुन्छ भने 2टा, मैले राम्ररी थाहा पाएँ होइन, मैले राम्ररी बुझेँ योको देखि मास्ता भन्नुहुन्छ भने चाहिँ 3वटा स्टार दिनु होला। थ्याङ्क यू, धन्यवाद।